हेलो एभ्रिवान। आज हामीले एउटा नयाँ ड्रोनको अनबक्सिङ भिडियो लिएर आएका छौँ। हामीले भर्खरै म्याभिक एयर 2 बेचेर नयाँ DJI को मिनी 5 प्रो किनेको छौँ। यो थाहा छैन यो अपग्रेड हो अथवा डाउनग्रेड हो हैन, किनभनेदेखि यसको क्वालिटी टेस्ट गर्न बाँकी छ। अन पेपर डेफिनेटली राम्रो छ, त्यसैले हामी चाहिँ अपग्रेड गर्ने भनेर यो किनेको हो हैन। स्टिल हामी चाहिँ एयर सिरिजबाट मिनी सिरिजमा आएको छौँ। र यसको कस्तो हुन्छ आज चाहिँ हामी अनबक्सिङ गर्छौँ र अरू भिडियोमा यसको पर्फर्मेन्स हैन अनि यसको क्वालिटी के कस्तो हुन्छ हामी त्यसको बारेमा पनि कुरा गर्नेछौँ। सबैभन्दा पहिला मैले यसलाई खोल्छु। ओके, यो बक्सलाई चाहिँ मैले यता राखिदिन्छु। अब आयो एउटा चाहिँ एकदमै राम्रो ब्याग। यो चाहिँ अलि एयर 2 को भन्दा अलिकति वाइड जस्तो लाग्यो मलाई चाहिँ। हाइटमा अलिकति कम अथवा हैन, लगभग हाइटमा चाहिँ सिमिलर रहेछ तर थोरै वाइड चाहिँ, अलिकति वाइड छ यो चाहिँ। फर्स्टमै ड्रोन भेटाएँ मैले। यो चाहिँ ड्रोन भयो हैन, प्लास्टिकमा मजाले राखेको छ। यो चाहिँ चार्जर विथ ब्याट्री हो। यसमा के छ हेर्न बाँकी छ। अनि यो RC2 रिमोट। अरू केही छ? अरू केही छैन। एउटा राम्रो बक्स चाहिँ छ हैन, क्यारी गर्नको लागि चाहिँ एकदमै ठिक छ। योबाट चाहिँ हेरौँ, यो ओके, योभन्दा अगाडि चाहिँ हामीले अर्को नर्मल थियो हामीसँग चाहिँ मोबाइल होल्ड सहितको, त्यसलाई चाहिँ के RCN भनेर भन्छ हैन। यो RC2 भयो। यसको जोयस्टिक चाहिँ कता छ? जोयस्टिक चाहिँ यता पछाडि रहेछ। यसको जोयस्टिक चाहिँ यहाँनिर छ है। जोयस्टिक मसिनो रहेछ। यो किनेको हिसाबले यो मेरो चाहिँ 5th ड्रोन होला। म्याभिक एयर 2 हैन, म्याभिक 2 प्रो, अनि त्यसपछि म्याभिक एयर 2 क्र्यास भएर दुईटा किनियो। अनि त्यसपछि अर्को किनियो कुन चाहिँ भनेदेखि FPV है, फर्स्ट सिरिजको FPV ड्रोन। अनि त्यसपछि चाहिँ यो गरेर चाहिँ 5औं। यसमा चाहिँ दुईवटा ब्याट्री छ है। यो चाहिँ फ्लाइमोर कम्बोको प्लस सिरिजको हो हैन। 3वटा ब्याट्री आउँछ, एउटा मेबी ड्रोनमा छ, दुईवटा चाहिँ यहाँनिर छ। र यसको चाहिँ फ्लाइट टाइम भनेको 52 मिनटको क्लेम गरेको छ पेपरमा चाहिँ। एक्चुअलमा कति छ हामीले टेस्ट गरेर पनि हेर्नेछौँ। अनि त्यसपछि यो बक्समा के छ हामी यो हेरौँ। खाली छ भन्न पनि मिलेन हैन, किनभनेदेखि यहाँ अरू सामानहरू छ। ओके, यो बक्सलाई म तलै राखिदिन्छु। ओके, प्रोपेलर्स हैन, 2टा, 3वटा, 4, 5, 6वटा प्रोपेलर्स। अनि त्यसपछि यो के हो त? यो मेबी एनडी फिल्टर हो कि है, मलाई चाहिँ एनडी फिल्टर जस्तो लाग्यो। एयर 2 मा पनि एनडी फिल्टर चाहिँ थियो हैन। अनि यो म्याभिक को के अरे मिनीको अरू सिरिजमा चाहिँ एनडी फिल्टर थिएन हैन। यहाँ त अब स्टुडेन्टहरूले थुप्रै ल्याउनुहुन्छ नि त, अनि त्यो कारणले गर्दाखेरि मलाई चाहिँ थाहा भएको हैन। ओके, ND8, 32 र 128 गरेर 3वटा एनडी फिल्टर छ। किनभनेदेखि यो ड्रोनमा चाहिँ 1.8 को फिक्स्ड अपाचर छ हैन। त्यो कारणले गर्दाखेरि अब तपाईँलाई आउटडोरमा लाइट काट्नको लागि के चाहियो त? हामीलाई चाहिँ एनडी फिल्टर चाहियो हैन। अदरवाइज हामीले अपाचर बढाएर पनि काट्न सक्थ्यौँ, तर यहाँ चाहिँ त्यो अप्सन भएन, फिक्स्ड अपाचर भएको हुनाले। सटर स्पिड
ले लाइट काट्न अलिकति मिलेन किनभनेदेखि हामीलाई चाहिँ त्यो सिनेम्याटिक भिडियोको लागि FPS को डबल सटर स्पिड मेन्टेन गर्नु पर्यो सिनेम्याटिक त्यो ब्लरको लागि अथवा मोसन ब्लरको लागि हैन त्यो कारणले गर्दाखेरि एनडी फिल्टर चाहिँ चाहियो नै कमर्सियल काममा हैन अनि सिनेम्याटिक देखाउनको लागि ओके के आवाज पनि कस्तो मजाले त्यस्तै यो चाहिँ C2C केबल चार्जिङ केबल भयो यहाँ चाहिँ एउटा चार्जिङ केबल छ है अनि त्यसपछि ड्रोनको मेन चाहिँ यो ड्रोन भयो ओके यसको चाहिँ प्याकेजिङ चाहिँ एकदमै इम्प्रेसिभ है यसको यो प्रोटेक्सन पनि है यसको प्रोटेक्सनको लागि यो कभर जुन डिजाइन गरेको छ ओके अलिकति गर्ने बित्तिकै यो चाहिँ मजाले आउँदो रहेछ यो चाहिँ खासमा म्याभिक 3 प्रो म्याभिक 4 प्रोमा चाहिँ यस्तो खालको चाहिँ छ यो खासै ठुलो छैन साइज चाहिँ तपाईलाई चाहिँ एकदमै सानो नै फिल हुँदो रहेछ हैन एयर 2 चलाएको अनि म्याभिक प्रोहरु चलाएको मान्छेको लागि चाहिँ यो सानो नै छ तर मेन चाहिँ के हो भन्दाखेरि एउटा चाहिँ यसमा राम्रो फिचर चाहिँ भर्टिकल सुटिङ हैन फुल तपाईको चाहिँ के रे यो गिम्बल नै रोटेट हुने भएको हुनाले फुल सेन्सरले नै भर्टिकल खिच्ने भयो र अर्को चाहिँ कम्पेयर टु एस के रे एयर 2 भन्दा चाहिँ यसमा 1 इन्चको सेन्सर छ त्यसमा चाहिँ हाफ इन्चको सेन्सर थियो हैन यसमा चाहिँ 1 इन्चको सेन्सर छ अर्को चाहिँ यसले चाहिँ 10 बिटमा सुट गर्न सक्छ हैन 420 मा हो 422 भएको अझै बेटर हुन्थ्यो 420 मा 10 बिटमा सुट गर्न सक्छ त्यो कारणले गर्दाखेरि पनि मलाई चाहिँ यो राम्रो लागेको हो हैन यसको कभर यहाँनेर चाहिँ स्टिकरहरु छ है मैले यसलाई चाहिँ निकाल्छु यसको गिम्बल प्रोटेक्सनको लागि सानो एउटा यो पनि राखिदिएको रहेछ ओभरअल यसको डिजाइन चाहिँ राम्रो छ हैन कम्प्याक्ट एकदमै लाइट वेट छ हैन अब 249 ग्रामको हो 249 ग्राम भनेपछि धेरै कन्ट्रीहरुमा चाहिँ 249 ग्राम सम्मको ड्रोनलाई चाहिँ के रे 250 सम्मको ग्रामको ड्रोनलाई त्यहाँ चाहिँ लाइसेन्स लिइराख्नु पर्ने अथवा अथोराइज गरिराख्नु पर्ने चाहिँ छैन रहेछ हैन तर नेपालमा पनि एटलिस्ट 100-150 मिटरको हाइटसम्म र यति सानो ड्रोनलाई हैन रेस्ट्रिक्टेड एरिया बाहेक अरु एरियामा जस्तै जंगलहरुतिर अथवा जहाँ चाहिँ हाई त्यो पपुलेसन हुँदैन अथवा त्यस्तो ठाउँमा एटलिस्ट त्यसलाई चाहिँ फ्री गरिदिएको भए कन्टेन्ट क्रिएटरहरुको लागि राम्रो हुन्थ्यो यसमा हाम्रो बक्समा आउने चाहिँ यति नै हो सेन्सर पनि यहाँ तल तीनवटा सेन्सर छ लाइटरको कारणले गर्दाखेरि यो ड्रोनको चाहिँ रातिमा पनि मज्जाले चाहिँ यसले देख्छ र आफ्नो बाटो गर्छ के रे अब्स्टिकलहरु चाहिँ अभोइडेन्स छ भन्ने चाहिँ क्लेम गरेको छ हैन र मैले यो किन्नु भन्दा अगाडि अरु भिडियो पनि थुप्रै हेरे हैन यसको कम्पेरिजन पनि हेरे एयर 3s सँग तर लाइट वेट भएको कारण चाहिँ म यसमा गए र एयर 3s मा डबल क्यामेरा छ हैन 70 mm को र 28 mm को हो कि 24 mm को छ यसमा चाहिँ 24 mm को छ र सँगसँगै 2x चाहिँ जुम छ जुन चाहिँ डिजिटल जुम भयो तर पनि यसको क्वालिटी त्यसमा पनि राम्रो भएको हुनाले राम्रो छ भन्ने चाहिँ क्लेम गरेको हुनाले र अरु कन्टेन्ट क्रिएटरको पनि भिडियो हेरेको हुनाले मैले ट्रस्ट गरेर यो चाहिँ किनेको हो र अब नेपालको भिडियो भन्दा पनि बाहिरको भिडियो चाहिँ हेरिरा हुन्छ हैन नेपालमा कतिको ट्रस्टवर्दी छ अथवा यसको परफर्मेन्स के छ अहिले हाम्रो बिल्डिङमा कन्टिन्युअसली कन्स्ट्रक्सनको काम चलिरहेको हुनाले अलिकति डिस्टर्बेन्स पनि आइरहेछ है हामीले चाहिँ रेगुलर रूपमा कन्टेन्टहरु बनाउने प्रयास गर्दै छौं अनि अब यो नयाँ ड्रोन किनिसकेपछि यसको लागि रेजिस्ट्रेसन गर्नको लागि पनि जानु पर्यो हैन त्यो रेजिस्ट्रेसनको प्रोसेस के हो हैन कसरी रेजिस्ट्रेसन गरिन्छ कति चार्ज लाग्छ त्यो पनि म अर्को भिडियोमा लिएर आउने छु सँगसँगै यसको परफर्मेन्स के छ कसरी खिच्ने हैन यसमा के फिचर्सहरु छ भनेर चाहिँ डिटेल भिडियो म अरु लिएर छिट्टै आउने छु र अहिले चाहिँ तपाईले देखिहाल्नु भयो यो चाहिँ 52 मिनेट वाला हैन प्लस सिरिजको ड्रोन हामीले चाहिँ भर्खरै किन्यौ र हाम्रो स्टुडेन्टहरुको लागि पनि बधाई छ किनभनेदेखि तपाईले नयाँ ड्रोनमा सिक्न पाउनु हुनेछ हैन अबदेखि एयर 2 पनि राम्रो ड्रोन थियो यो चाहिँ अझै प्रोफेसनली चाहिँ अझै राम्रो छ हैन साइजमा सानो भए पनि यसको क्वालिटीको हिसाबले चाहिँ डेफिनेटली त्यो भन्दा स्ट्यान्ड आउट गर्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु है यो अर्को ब्याट्री छ यसमा
ल टेबलमा थुप्रै सामानहरू भयो भनेपछि हामीसँग दुईवटा यो सहित 3वटा ब्याट्री होइन 52 मिनटवालाको ब्याट्री भयो अनि यहाँ चाहिँ एनडी फिल्टर भयो अनि त्यसपछि एक्स्ट्रा प्रोपेल्स होइन अनि त्यसपछि ब्याट्री चार्जर यो भइहाल्यो होइन यो ब्याट्री चार्जर ब्याट्री होल्डर पनि अनि यो चाहिँ हाम्रो गिम्बल प्रोटेक्टर त्यस्तै र एउटा चाहिँ राम्रो केस है यो राम्रो एउटा केस छ होइन यो जुन चाहिँ हामीले ट्राभल गर्दाखेरि मजाले यसलाई चाहिँ क्यारी गर्न सक्छौँ आजको लागि यति नै फेरि अर्को भिडियो लिएर आउनेछौँ त्यो चाहिँ के हुनेछ भनेदेखि हाम्रो ड्रोन रेजिस्टर चाहिँ कसरी गर्ने त्यसको बारेमा म डिटेल भिडियो ल्याउनेछु र अर्को यसको पर्फर्मेन्स कस्तो छ त्यसको बारेमा पनि नयाँ भिडियो लिएर छिट्टै आउनेछु हस् धन्यवाद